एउटा मोडल तयार गरेर आइरहेको छौँ। यो मोडलको विषय रहेको छ विचारो। यो हो पहिलो दृश्य, यो हो दोस्रो दृश्य। पहिलो दृश्यमा देख्न सक्नुहुन्छ तपाईँहरू घरहरू आफ्नो जग्गामा सामान्य रूपमा बसिरहेको छ। रोडहरू पनि आफ्नो ठाउँमा बसिरहेको छ। मान्छेहरू आफ्नो काम गरिरहेको छ। धरतीको प्लेटहरू पनि आफ्नो जग्गामा छ। यो हो दोस्रो दृश्य। यो दोस्रोको भागमा हामीले यो देखाएको छौँ कि भूचालो कसरी हुन्छ। जमिनको पृथ्वीको भित्र प्लेटहरू आकाशमा ठोकिन्छ तब भूचालो हुन्छ र घरहरू भत्किन्छ र घरहरू भत्किएर त्यसको टुक्राहरू मुनि झर्छ र मानिसहरू ज्यान जान्छ मानिसहरूको। र यहाँ हामी रोडहरू चर्किन्छ। हामी इक्जाम्पल देखाइरहेको छौँ मोडलमा। जस्तै रोडहरू चर्किरहेको छ र कोही मानिसहरू आफ्नो ज्यान लिएर बचाएर खुला मैदानमा गएर आफ्नो ज्यान बचाइन्छ र यो मोडलमा यो देख्न सक्छ। यो बारबाट हामीले यो शिक्षा पाउँछ कि भुइँचालोले हामीलाई कहिले नै भन्दैन म आउँदैछु। यसमा वैज्ञानिकहरूको ज्ञान पनि काम लाग्दैन। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। र हामीले यो मोडलमा यो पनि देखाएका छौँ कि भुइँचालो कसरी आउँछ र कसरी जान्छ भनेर। त आशा छ तपाईँलाई यो मोडल मन पर्यो होला। धन्यवाद।